सब्जी किनेर खाँदा 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 भनेर ल नि त बेलैमा रोपौँ साग खान हुन्छ भनेर रोप्यो। रोप्दाखेरि यति राम्रो भएर आयो, तर अहिले बेलुका यस्तो छ नि, बिहान उठ्दाखेरि यसरी कुहिएर भेलात भेलात गइरहेको हुन्छ। यो साग हेर त यहाँ बिजोक, लु हेर्नु त यस्तो भइदिएपछि यो साग रोपेर गरेको चाहिँ के गर्नु, यस्तो भएर कुहिदिएपछि यो के को कमीले हो कि के भएर यो सागमा चाहिँ केही कुरा बुझ्न सकिनँ। हेर्नुहोस् यसरी कुहिएको छ, बेलुका राम्रै हुन्छ, बिहान उठ्दाखेरि यसरी कुहिरहेको हुन्छ। सबै बिग्रियो साग, यस्तो राम्रो साग थियो, खान हुन्छ त भनेर किन्नु पर्दैन भनेर आफूले खान त हुन्छ भनेर रोपेको, अरे सबै बिग्रेर कुहिएर के को कमी हुँदा यस्तो हुन्छ कि के बेसी भएर यस्तो भएको हो कि। हेर्नु है आज यस्तो छ, भोलि उठ्दा यो कुहिरहेको हुन्छ सबै बिग्रेर। के चाहिँ भएको यस्तो भएर बिग्रेको छ। हामीले बजारबाट ल्याएको साग पनि कति बिग्रेको, बेलुका किनेर ल्याएको साग बिहान उठ्दा पेलात प्लित्तै भएको हुन्थ्यो। यही भएर रहेछ है, बिचराहरूलाई औषधि लगाएको होला, युरिया हालेको होला भन्थ्यौँ, के को न यसमा युरिया हालेको छ न केही छ। यसरी कुहिएपछि व्यापारीलाई गाली गर्नु पनि हामीले त बेकार कि बेकारै रहेछ। र सागको गति यस्तो भएको छ, के भएर चाहिँ यस्तो भएको भन्ने कुरो बुझिएन। कसैलाई थाहा छ भने लु भनिदिनुहोस् त, के उपचार गर्दा चाहिँ ठिक हुन्छ यसलाई, के चाहिँ भएको हो भनेर थाहै भएन।